बाबा यसले अनुहार पो धुँदो रहेछ तीनचोटि वर्ष सधैँ यसरी मार्न पाऊँ भन्दै गर्नु भन्दै लाउनु नि दिदी बहिनीको यहाँनिर पुरा भेट भयो पुरा है पछि के ल्याइदिस् सो हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल तपाईँहरूलाई एउटा धेरै पछिको लामो समय पछिको नयाँ भ्लगमा स्वागत छ। सो आज राति पानी परेर यसरी दिउँसो चाहिँ ट्याक्क घाम लागिरहेछ त्यहाँनिर होइन सूरज देवताले प्रकोप दिइराख्नु भएको छ। अनि यो माइलो भाइ अब चट्ट आएर बिहानमा नै बडार कुडा गर्दैछ। अनि आज माता औँसी सबैलाई माता औँसीको शुभकामना अनि ह्याप्पी मदर्स डे सम्पूर्णमा माइला यसो बडार कुडा गर्दैछ। अनि आज हाम्रो कार्यक्रम पुरानै त्यही यता पाटाकुटुक पार्ने खै लो हामी गोडा जाउँ। कहाँ गयो विशाल चाहिँ? विशाल भिडियो बनाउने भिडियोग्राफर विशाल कहाँ गयो त्यो? ओइ कता हिँडेको? हेलो भान्जा मम्मीलाई फोन गर्यौ? हो भान्जा फोन गर्यौ आफ्नो आमालाई? हो भान्जा आफ्नो आमालाई फोन गर्यौ? सुखे भान्जा नि लु आउनु त लु हाम्रो काम सिधिहाल्छौँ हामी। अनि यस्तो छ हरियाली छाउन थाल्यो ट्याक्क खै त हेर त कतिको राम्रो देखेको छ। यति मेकअप गर्दा पनि नराम्रो देखेको के अरे सरी? अनि तैँले साडी किनिदिनुहोस् अनि हिजो साडी किनिदिन्छु भन्दै थिइस् त अनि हो म दिन्छु आइज ल जय हो जय हो ल आन्टी आउनु बाबाले मेरो गोडा झुले हो बुढो भयो कि क्या ढाडको दुख्छ त बिनुले हो त कहाँ पार्ने हजुर चप्पल लाएर कसरी गोडा जान्छ नु? चप्पलको खोज्दै के गर्नु तपाईँले कहाँ दुख्छु भने देखिँदैन नि त ढोगा पोहोरसम्म त किस्न पनि आउँथ्यो यसपालिदेखि त कृष्ण ल आयो है। अब कान्छो तेरो पालो त अझै कममा आउँछ केटा। माइलो छ सब साडी गोरु माइलो भनेको माइलो हो नि। ल माइला गोडा जो बाबा यसले अनुहार पो धुँदो रहेछ ल ढोग्नुपर्छ अब भाग्यमानी हुनु मेरो माइलो छोरा मेरो सानो सानो खतरा रहेछ उसको त ऊ ढोग्नुपर्छ हौ ल यसले त यस्तो यस्तो गरे एकचोटि भाउजूको होइन नि पर्दैन
दिनु तिमीले चाहिँ मम्मी किन नधोको तिमीले नि धुनु पर्थ्यो नि तर ल पहिले लगाइदिएको छैन म आज टिस्को लगाइदिँदैछु सधैँ यसरी मार्न पाऊँ भन्दै गर्नु भन्दै लाउनु नि नलागोस् भन्दै यही लाइन्छ होइन टिका खाइदिनु दसैँमा मेरो बिहाल यस्तो रोटी खदेको यस्तो गरेर फाक्दिँदै यस्तो खानु त हो नि हिजो रसगुल्ला खाएको होइन तिमीले रसबरी खाएको के छ मलाई सोध्न मैले लगाइदिनु पर्छ त अनि पर्छ नि सबले लगाइदिनु पर्छ ए त्यसो कहाँ चल्छ तिमी हो आमा हो हाम्रो तिमी हाम्रो आमा हो ल लगा माइला फेरि मुखबाङ्गे माइलाको भिडियो आएको छ भनेर माइला अनि यो देब्रे होइन यो खासे मान्छे अरे म दसले भनेको त आज आमास देश अनि यत्रो चारजनाले खुवाउँदाखेरि त अगै हाल्छ माइला त्यो संस्कारी छ तर आजकल कालो कालो देख्न थालेको छु मैले माइलालाई नानी नो बेबी हो त ल अलिअलि रोउ न दिनु तिमीलाई पनि लगाइदिनुहुन्छ अरे नानी माइला पनि हुँदैछ कि क्या राम्ररी भन न हेप्पी मदर्स डे भनेर ल भन विशाललाई पनि लगाइदिनु हुन्छ ए ठ्याक्क ठ्याक्क टाँस्ने त हो टिकी दिनु होइन लगाइदिनु के टिकी दिनु हात थाप्नुपर्छ थाहा छैन
रिसाइसक्यो क्या हो ती मान्छे होइन नि त्यहाँ थालमा हेर्दै होला नानी आज त आमाहरूको पो त लड्डु त आज केही काम हुँदैन लु भान्जा यता फर्का न अबि बेबी नो अहिले तिमीलाई म लड्डु दिन्छु मम्मीले अहिले दिन्छ क्या लड्डु टन्ने छैन लड्डु अहिले दिन्छ मम्मीले नानी हल्ला नगर तिमीले त खानु पनि हुँदैन यो त पाप लाग्छ के लाग्छ अरे सरी लाग्छ पाप पाप लाग्छ कहिले खुवाइदिन्छु नि आऊ न लु पैसा पर्दैन क्या आमा नउत्र न पर्दैन नि पर्दैन त ल बस एकछिनमा खाने हो एकछिनमा कसले यहाँ भिडियोमा पनि देखिरहेको छ रोको त लड्डु खाने भन्दै रोको त दिदी नामा रुन्ची रुन्ची के हो मुखमा पनि टिका लगाएको दुईटा थियो लिएर आइज ल अब हामी फेरि आमा छोरी त ठिक पर्दैछन् हामी ड्याक्क जानको लागि रेडी कस्तो भित्र त पिलिक 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 गरिरहेको छ अहिले फेरि तिमीले म ओए दुईटा हातले रे भरे झरेर फुटो भने अनि मार्ला लिएर आइ छिटो जोत्ते लाग्छ भरे फेरि अर्को पनि थियो अर्को बेलमा नै तताएर दिन्छु भनेर गर्छ हाने त्यो मान्छे ओए रुन्ची अब यहाँ बेलुका ओ यो बत्ती बाला न दिदी बहिनीको यहाँनिर पुरा भेट भयो पुरा है ल है ल यहाँनिर यहीबाट फोटो ठ्याक ठ्याक निकाल्ने सुरु भाउ हामी हेर्छौँ कति खाँदो रहेछौ के ल्याइदिस् अरे आमालाई के ल्याइदिस् चिम्टी चक्लेट तैँले चाहिँ के ल्याइदिस् मलाई चाहिँ के ल्याइदिस् ए खान्थे तिन्थे यो तर एक खुट्टा चाहिँ भएन है श्यामा भान्जा सुरु गर यहाँ बसेर के